नमस्ते सम्पूर्णमा तपाईहरुलाई डक फार्मिङ इन नेपालमा स्वागत छ। तपाईहरुले हेरिराख्नु भएको यो हाँस निकै नै उत्तम प्रजातिको र धेरै अण्डा दिने क्षमता भएको हाँस हो। यसको नाम खाकी क्याम्बेल हाँस हो। यसले एक वर्षमा करिब 320 वटा अण्डा दिने क्षमता बोकेको हुन्छ। म यो भिडियोमा साथीहरुले धेरैवटा कृषकहरुले सोधेको 4 वटा प्रश्नको उत्तर यसमा समेटेको छु। पहिलो भनेपछि हामीले डक फार्मिङमा कुन दाना खुवाउने, कसरी खुवाउने, कति किसिमको दाना हुन्छ, र दोस्रो भनेपछि खोर सफा कसरी राख्ने, र तेस्रो भनेपछि के औषधि हामीले डक फार्मिङमा दिनुपर्ने हुन्छ डकलाई, हाँसलाई। चौथो भनेपछि बजार व्यवस्थापन कसरी गर्ने। यो 4 वटा कुरालाई यो भिडियोमा म समेट्न खोजेको छु। पहिलो कुरा, हामीले हाँस पालनमा कुन दाना कुन बेला खुवाउने, कुन अवस्थामा कुन दाना खुवाउनु पर्ने हुन्छ, त्यो कुरा बुझ्नुपर्ने हुन्छ। पहिलो, जब 0 दिनदेखि सुरुवात दिनदेखि पहिलो L0 दाना खुवाउने 15 दिनसम्म कम्तीमा पनि। 1 महिना खुवाए केही फरक पर्दैन। र अर्को 45 दिनसम्म L1 दाना खुवाउने, जसको प्राइस 2500 सम्म म्याक्सिमम हुन्छ। L1 भन्ने पनि हुन्छ, G1 G2 त्यस्तो हुन्छ। L1 चाहिँ 1 भएको जुनसुकै दाना खुवाइ नै हुन्छ, केही फरक पर्दैन। र अर्को दोस्रो महिना पछि तेस्रो महिनामा L2 दाना खुवाउने, तेस्रो महिनाभरि। र तेस्रो महिनामा L2 दानाको प्राइस पनि त्यस्तै 2500 जति नै हुन्छ। र अर्को चौथो महिनामा, जब चौथो महिनाको सुरुवातदेखि अब हामीले अण्डा दिनलाई रेडी पार्नुपर्ने हुन्छ हाँसलाई। चौथो महिनाको सुरुवातदेखि L3 दाना खुवाउन थाल्नुपर्छ। L3 भनेपछि लेयर स्पिड भन्छ त्यसलाई। र धेरै जसो साथीहरुको अण्डा दिने जुन हाँस हुन्छ त्यो 4 महिना भित्रमा दिएको हुन्छ र कसैको 5 महिना लाग्छ, कसैको 5 महिना लाग्छ। कसरी खुवाएको हुन्छ, कसरी राखेको हुन्छ हाँसलाई, त्यो अनुसारले फरक पर्छ अण्डा दिने टाइममा। र अर्को दोस्रो प्रश्न भनेपछि खोर कसरी सफा राख्ने। खोर सक्नुहुन्छ भने हरेक महिना सफा गर्नुस्, 15 दिनमा पनि सफा गर्नुस्। मिनिमम 15 दिन र म्याक्सिमम 1 महिना। र त्यो पनि सक्नु भएन भने एक महिनामा क्याल्सियम कार्बोनेट भन्ने हुन्छ, चुनढुङ्गा जुन चुन हुन्छ, त्यो चुन छर्किनु पर्ने हुन्छ। त्यो चुनको लगभग 5 केजीको त्यही 200-300 पर्छ होला। त्यो चुन छर्किसकेपछि त्यो क्लिन हुन्छ। त्यो चुन छर्केको दिन बिहानै यदि हाँसलाई तपाईले खोरबाट निकाल्नु भयो भने त्यति बेला छर्किनु होला र दिनभरि त्यो हाँस त्यस खोरमा नराख्नु होला। त्यसबाट सम ग्यास निस्किरहेको हुन्छ र ग्यासले गर्दाखेरि हाँसलाई असर गर्ने हुन्छ। त्यसैले बिहानै एकचोटी छर्किदिसकेपछि त्यहाँ भित्र खोरमा हाँस नराख्नु होला र एकैचोटी बेलुकातिर साँझतिर हाँस त्यसमा राख्नु होला खोरमा। त्यो सफा हुन्छ एकदम। र अर्को तेस्रो प्रश्न के थियो भनेपछि के औषधि हामीले डक पालनमा, हाँस पालनमा हामीले राख्नुपर्ने हुन्छ, आवश्यक औषधिहरू, दिनै पर्ने औषधिहरू। खासै अहिलेसम्म हाम्रो 7 वर्ष भइसक्यो, अहिलेसम्म हामीले कुनै पनि त्यो इन्जेक्सन भन्ने कुरा अहिलेसम्म लगाएको छैनौँ। र त्यो इन्जेक्सन लाग्ने भनेपछि एकदम हाई रिस्क कुनै ब्याक्टेरियल इन्फेक्सन भइसकेपछि मात्र दिने हो। अहिले चाहिँ हामीले हाँस पालनमा जम्मा 2-3 वटा मेन औषधिहरू युज गरिरहेको हुन्छ। पहिलो भनेपछि क्याल्डिफोस या क्याल्सियम भन्ने हुन्छ। क्याल्सियम अनिवार्य दिनुपर्ने हुन्छ। जब अण्डा दिन थालिसकेपछि तेस्रो महिना पश्चात चौथो महिनामा गइसकेपछि क्याल्सियम अनिवार्य चाहिन्छ तिनीहरूलाई। क्याल्सियम त्यो पानीमा हालेर दिने हुन्छ र दानामा हालेर दिने केही फरक पर्दैन। र अर्को औषधि भनेपछि एन्डोक्सिन भन्ने आउँछ। त्यसको काम कुनै ब्याक्टेरियल इन्फेक्सन भइसकेपछि हाँसहरू बिरामी छ भने त्यति बेला मात्र हाल्ने, नभए नहाल्ने, केही काम छैन त्यसको। र अर्को भनेपछि पोटासियम परम्याङ्गनेट। कहिलेकाहीँ हाँसलाई यसो जिउमा फोहोर धेरै भइसकेपछि तिनीहरूले कहिलेकाहीँ त्यो पानीमा चोपेर निकाल्नु पर्ने हुन्छ। त्यो धेरै फोहोर देखिएपछि मात्र गर्ने त्यस्तो। अरू खासै औषधिहरू युज गरिराख्नु पर्दैन। र योभन्दा पनि कुनै साथीहरूले, किसानहरूलाई एकदम धेरै नै बिरामी भयो, हाँसहरू इन्फेक्सन भयो भने हामीले कन्ट्याक्ट गरेर सोध्नु होला। त्यति बेला त्यसको लक्षण अनुसारको हामीले भनौँ। र अर्को भनेपछि चौथो क्वेसन, लास्ट क्वेसन हो,
बजार व्यवस्थापन, अण्डाको बजार या मासुको बजार व्यवस्थापन कसरी गर्ने? हामीले हाम्रो फार्मबाट लिएको बच्चाहरूको अहिलेसम्म हामीले त्यही गरेका छौँ। हाम्रो फार्मबाट लिएको बच्चाहरूको यदि तपाईँहरूले आफ्नो एरियामा अण्डा बेच्न सक्नु भएन भने या हाँस हटाउनु सक्नु भएन भने हाम्रो नम्बरमा दिएको नम्बरमा सिधै कन्ट्याक्ट गर्ने र तपाईँहरूको एकैचोटि होलसेल रेटमा अण्डा छ भने 20 देखि 22 रुपियाँको बिचमा भ्यारिङ भइरहेको हुन्छ, त्यो रेटमा उठ्छ। तपाईँहरू बेच्न सक्नु भएन भने 20 देखि 22 रुपियाँ पर पिस तपाईँको अण्डा जान्छ र हाँस तपाईँले बेच्नुभयो भने त्यो मासुको रेटमा जान्छ। मासुको रेटमा छ भने मासुको रेटमा जान्छ। इनकेस 6 देखि 8 महिनाको हाँस छ भने त्यो फेरि अर्कै रेटमा जान्छ। अझ कुरा भनेपछि तपाईँहरू कसैलाई पनि खाकी क्याम्बेल हाँसको बच्चा, अण्डा या ठुलो हाँस चाहिएमा स्क्रिनमा डिस्प्ले भइरहेको नम्बरमा सम्पर्क गरी हामीलाई अर्डर दिन सक्नुहुनेछ। र कुनै पनि अझ केही प्रश्न छ, केही छ भने हामीले कमेन्ट गरिदिनु होला र कल गरेर सोद्धा नि केही फरक पर्दैन। आजको लागि यति नै। हस्त, धन्यवाद।